हेलो एन्ड गुड मर्निङ साथीहरू सबैजनालाई वेलकम छ हजुरहरूलाई डे 2 ब्लगमा। आज चाहिँ हामी बिहानै चाहिँ कालिम्पोङ जाने भने चाहिँ त्यो चिसोले चाहिँ मलाई रुवा जस्तो लागिरहेको थियो। मेरो स्वर पनि चेन्ज भइरह यस्तो धुलो छ होइन। कुरै गरेर साथै पनि छन् यति धुलो धुवा। त्यो बेलुका फायरिङ गरेको थियौँ क्याम्प फायर, धुलो भयो धुवा भयो चिसो यति धेरै चलेको थियो त्यो सैलुङमा। त्यही भएर उनीहरूलाई घाँटी एकदम क्याप्प भइरहेको, मेरो स्वर पनि चेन्ज भइरहेको छ। पानी छुनै नसक्ने यति चिसो यति चाहिँ हिउँभन्दा कम छैन कि पानी त। यहाँ कोही रेडी हुँदैछ, कोही यहाँ ऐना हेर्दै, कोही यहाँ योगा गर्दै योगा गर्दै। कालिम्पोङ मन्दिर जाने अरे बिहानै भनेर केबल कार पनि बिहानै 5 बजी लाग्छ भने होइन, 5 बजी लाग्छ अरे। 5 बजी लागिसक्यो। अब हामी चाहिँ रेडी हुँदैछौँ। फाइनली हामी चाहिँ सबैजना रेडी भइसक्यौँ। म पनि रेडी भइसक्यो, सुस्मिता रबिना सबैजना रेडी भइसक्यो। ल यो हो नि त, तिमी आइदेऊ हुन्थ्यो यादै आउने साथ। सास फेर्नु गाह्रो भइसक्यो। ल कस्तो देख्यो गाइस आजको ड्रेस चाहिँ। खानाको इन्भाइरोमेन्ट चाहिँ यस्तो छ। ऊ त्यो माथि बलेको 3टा बत्ती चाहिँ केबल कार हो। हिँड्न चाहिँ हिजो नि हिँडेको भएर यहाँ लिइसकेको छ पूजा सर्ट। अब हिँड्न नसक्ने भएर केबल कारमा जान लाग्यो हामी चाहिँ। यस्तो छ इन्भाइरोमेन्ट कुरी भिलेजको, तर जे होस् रमाइलो छ। हिउँ परेको भए त यहाँ त धेरै गाह्रो पो हुने रहेछ त। अनि केबल कारको काउन्टर चाहिँ छ, ठिकै छ। यहाँदेखि कति 5 देखि 6 मिनट जति लाग्छ अरे भन्ने सुनेको थिएँ। ए हो काउन्टर चाहिँ त्यहाँनिर रहेछ टिकट काट्ने। हामी चढ्ने केबल कार पनि आयो। कालिम्पोङ केबल कार कस्तो ढिलो हुँदो रहेछ है। सुजी अब यता बस्ने ताजा जाना हो। पल्लो उज्यालो हुन लाग्दैछ। भिडियो बनाइरहेको छ। यता हेर प्रिया, यता हेर्नु छोरी। राम्रो रातो घाम लागेको के लाइन पस्नुपर्ने रहेछ नि त। अनि कहाँ गयो हाम्रो ग्रुप? आहा कति राम्रो हिमाल देखेको। बुक पनि चढ्दो रहेछ त यहाँ त। बलिदान स्वरूप 500 भेटिराख्नु।
राधाकृष्ण बनाएर रहेछ नि त भित्र ए धन्दै मैले भित्र लगेँ त्यहाँ तर त्यो पुरी भिलेजमा हामी बसेको चाहिँ त्यहाँ त चाहिँ बादलहरू देखिँदैछ कि बल्ल बल्ल हल्का बल्ल सनराइज कालिम्पोङको सनराइज ए हेर्न त आउँछन् मान्छेहरू ल यही हो साथीहरू कालिम्पोङ चाहिँ यस्तो छ ओह्रालो बाटो चाहिँ यस्तो छ म हिँड्न नसकेर कति गाह्रो भयो मलाई यस्तो तल हेऱ्यो भने भिड यस्तो भिड छ त्यो सेतो सेतो के हो थाहा छैन सेतो सेतो त्यो पानी जम्या त होला नि अब यति चिसो छ यहाँमै पुछ्छु म चिसोको बारेमा त तर यहाँ चाहिँ आनन्दको पारिलो घाम लाग्दो रहेछ नि भरे हिँड्न नसकेर हिजो देखेको सैलुङ र कालिम्पोङ हिँडे होइन केबल कारबाट हिँड्नु पर्दो रहेछ हो यस्तो ठाडो यस्तो छ कालिम्पोङ चाहिँ यिनी हो कालिम्पोङ हामी बसेको ठाउँ पुग्न चाहिँ ऊ तल जानुपर्छ त्यहाँ जानुपर्छ यता यो एउटा आउँदैछ एउटा यो केबल कार आउँदैछ यता तलसम्म त्यहाँ तलसम्म हिँडेर बल्ल केबल कार चढेर अनि जान्छ जे होस् 5-7 मिनटमा पुगिदो रहेछ तर हिँड्न चाहिँ धेरै गाह्रो छ यहाँ ना बाबा ना हिउँ परेको भए चाहिँ धेरै राम्रो देखिन्थ्यो होला तर यति योभन्दा त धेरै चिसो हुन्थ्यो होला ए यहाँ त यो बाटो पो आउँदैछ है बिहानबाट अँध्यारो त्यति केही देखाएको थिएन अहिले त राम्रो देखाएको छु केबल कारबाट आउनेहरू हिँडेर आउनेहरू त कति धेरै मान्छे आउनु भएको रहेछ लु छम लडेर हाम्रो 5 जना ग्रुप मजा आयो चाल्यो भने होइन प्रमोद खरेलले हो नि प्रमोद खरेलले हो कि भोइस अफ नेपाल मजा आयो भन्ने टिका नि पुछेछ टोपीले कहाँ के भइसक्यो कपालको सत्यानाश हुँदो रहेछ अरू भने त्यस्तै हो सब साथी हाम्रो साथीहरू नै हिँडेर आएर रातिमा चाहिँ कस्तो अँधेरोमा राम्रोसँग देखाएको थियो नि त घरहरू अहिले चाहिँ बल्ल राम्रो देखाएको छ घरहरू तर धेरै राम्रो छ घरहरू चाहिँ यस्तो देखाएको छ क्या पानी जमेर पुरै यस्तो टाइपको यस्तो छ घरहरू चाहिँ पसलहरू यस्तो छ त पानी जमेर यस्तो यति चिसो नि यति चिसो ल आजको कालिम्पोङको चाहिँ यही रहेको छ यो हो हाम्रो गाडी रिजर्भर गाडी यही नै हो ब्रेकफास्ट खाइसक्यौँ हामीले ब्रेकफास्ट खाएर गाडी छैन खोइ गाडीमा मान्छे छैन खोइ त ड्राइभर चाबी तेर निस्क्यो यही रहेको छ अब हामी चाहिँ दोलखा भीमसेन जाने दोलखा भीमसेन होइन हामी जाने अब त्यही हो हामी तीर्थयात्रा गर्न आएको नि हामी तीर्थीहरू दोलखा भीमसेन मन्दिर अब हामी यहाँ दर्शन गर्ने अगाडि साथीहरू पुगिसक्यो ओइ पक दोलखा भीमसेनको मन्दिरको दर्शन गरेर त्यसपछि खाना खाएर अनि काठमाडौँ फर्किने भगवानको थान जाँदा चाहिँ जहाँ पनि हिँड्नै पर्ने रहेछ कहीँ पनि सुखमा चाहिँ नपाइने भगवानलाई अझै यत्रो हिँड्नै पर्ने कति हिँड्नु पर्छ है मलाई लागिरहेको दोलखा भीमसेन मन्दिर यही रहेछ
दोलखा बजारबाट पनि अब हामी खाना खान चरीकोट जाने भन्ने प्लान छ। कहाँ जाऊँ हाम्रो ड्राइभर दाइ कति जानुभएछ? ओ आउनुहुन्छ हाम्रो ड्राइभर दाइ चाहिँ लुरुङ 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 हिँडिरहनु भएको बिचरा। टेन्सन छ, कहिलेको एउटा आयो एउटा आउँदैन, एउटा आयो एउटा आउँदैन, यस्तै छ। अब प्यासेन्जर यति नै अब अहिलेसम्म चाहिँ प्यासेन्जर। अब कति बेला 10 मिनटमा पुग्छ भने जरीकोट, अब त्यहाँ गएर खाना खाने, त्यसपछि अनि घरै जाने होला। कम्तीमा पनि 4-5 घन्टा त लाग्दो रहेछ जानलाई। कस्तो छ सादा खाना रे? सादा खाना जस्तो छ यो चरीकोटको खाना चाहिँ। कस्तो छ खाना टेस्ट गरेर त? मिठो छ चरीकोटको? मिठो सादा भयो भने त कस्तो मिठो हुन्छ नि है हो? Belly did the warning, party चलेगी till 6 in the morning. जी भर के नाच ले बेबी, नाच नाच के तोड़ दे सैंडल। आंटी पुलिस बुला लेगी तो यार तेरा कर लेगा हैंडल। अभी प्रैक्टिस शुरू हुई। अदर अदर होने लाइक तो सर गाइस। घर पनि आइपुगेँ म। एकदम चिसो छ, त्यही भएर म थोरै हिटर चाहिँ लाएर बसेको छु। यस्तो चिसो लाग्यो है। ट्याक्कै कति बज्यो अहिले? 9 बजीतिर चाहिँ घर आइपुगेँ। त्यसपछि आएर हातखुट्टा धोएर मुखचुख धोएर त्यसपछि सुत्न लाग्दैछु। हजुरहरूलाई कस्तो लाग्यो, के लाग्यो? अहिलेसम्म डे 1 ब्लग हेर्नु भएको छैन भने हजुरहरूले सैलुङसम्म, काठमाडौँदेखि सैलुङसम्म मको भिडियो पनि हेर्नु होला। र डे 1 र डे 2 ब्लग दुइटै हालेको छु मैले। 2 दिनको टुर गएको हो म चाहिँ काठमाडौँदेखि यता के भन्छ सैलुङदेखि कालिन्चोकबाट काठमाडौँ रिटर्न। हजुरहरूलाई कस्तो लाग्यो, के लाग्यो, सल्लाह सुझाव दिनु होला है। कस्तो यहाँसम्म हेरेर साथ माया दिनु भएकोमा थ्याङ्क यू सो मच भन्न चाहन्छु हजुरलाई। गुड नाइट।